बाबु क्यामेरा माथि राख बहिनीले लुगा छोटो लाएर चाहिँ तलबाट नराम्रो देखिने हो माथि राख ल आउ ल यहाँदेखि देखियो ल है बोला त यता ए बहिनी यता जाऊ 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 देखियो के आऊ कि यहाँ देखियो भने छु कस्तो बिल्ला गरेको छु यहाँ आऊ कि तिमीलाई भनिदिन्छु म त यहाँ आऊ कि एकछिन ओए देखियो नगर नतान मम्मीलाई भन्ने भए नतान मम्मीलाई कि न देखियो मात्र के नमस्ते दाइ भन बसेर नमस्ते दाइ भन नमस्ते दाइ भन के आऊ केही हुँदैन के हुन्छ र दर्शन गर्दा दर्शन बहिनी दर्शन को तिमी के साथी होएको देखियो के बोल न के बोल कहाँ हो घर तिम्रो पहाड घर कहाँ हो पाठ गरेर कहाँ गयो तिम्रो मुजा कहाँ मुजा न सुजा के बोल्न लाग्यो मेरो असम घर अँ मुजा हो रामा रोशन ए रामा रोशन भन न रामा रोशन हो हजुर यता सुन त बहिनी हजुर यसले के गरेर बोलायो तिमीलाई के उता जाल झेल त गरेको छैन नि नाइ तिमी के गर्लफ्रेन्ड हो गएको सिधा भन के होइन साथी हो कि गर्लफ्रेन्ड हो यहाँ देखियो नि आएर रोशन सुन्नु यहाँ देखियो लाग्दैन तिमीहरूलाई जाडो भएको छैन कोही आधी गट्टुमा बस्ने कोही आधी टी सर्टमा बस्ने जाडो भएको छैन तिमीहरूलाई लाज लाग्छ के हो यो पारा भर्खर हो धेरै टाइम भएन भर्खर हो डान्स गर्दा दुनियाँको अगाडि डान्स गर्यो अब दादाको अगाडि डान्स गर्न के लजाउनु लाग्छ त नाच दुईजना एउटा मिठो गीतमा आउ न त डान्स गरेर हाँस्न बाहेक हजुरलाई के आउँदैन नि म के आशा छु र डान्स गरेर तिमी लगाऊ कि अर्को फुल लगाऊ पजामा बाबु हजुर ए त्यसो बिहे गरे कि के भगाएर ल्यायो कि के हो तैँले त अब बिहे गर्ने अब सोचिराख म अब अनि साथीसँग बिहे गर्ने सिधा भन्न मलाई सिधा भन् दा मेरो गर्लफ्रेन्ड हो म माया गर्छु भन्ने हिम्मत हुनु पर्यो कि बुझ्यो कि नै भिडियो बनाइरहेको थिएँ हिम्मत हुनु पर्यो कि मनमा मर्दो भइसकेपछि हिम्मत हुनु पर्यो मेरो गर्लफ्रेन्ड हो भनौँ किन त्यो झुटकुरा भन्ने र अनि के हुन्छ त गर्लफ्रेन्ड हो अब बिहा गर्ने भनिरहेको छु र के को होइन जाने त होइन गरे अहिले त यो अहिले अब होइन गर्यो यता सुन भाइ गर्लफ्रेन्ड हो भने भनिहाल उतापट्टि उसलाई पनि कौन बहिनी उनले पनि देखियो के ततिर राम्रोसँग देखियो न त अनि नदेखि छोड्दै बाबु त्यस्तो नगर यहाँ लाइभ आइडी जान्छ बुझिक नै त्यस्तो नगर छोड्दै साइडमा राख म तसँग कुरा गर्ने भयो आज बुझिक नै यता सुन तिमीहरू गर्लफ्रेन्ड बोयफ्रेन्ड हो भने म सहमति छु त मैले कि तिमीहरूको बिचमा के आली हाल्दै छु खेतमा आली हाले जस्तो गरेर नभेट सीता मैले भन्दिएँ के भन्छ किले जी गर्ने मसँग म गएँ घर कहाँ डल्ला भयो बाई अब जाने मान्छेले कसले रोक्न सक्छ त अनि जान्लाको घर ल पुऱ्याइदिनुहुन्छ के अब मैले के पुऱ्याइदिउँ त अब तिमीलाई उतै अगाडिसँग जाने हितीबाट सरासर जाने माथि खोलो तर्ने जाने ए बाबु चिसाले खुट्टा काटिएला लामो लुगा लगाएर पठा ट्राउजर पठा लगाइन पठा लुगा लगाएर जाऊ अब डान्स गर्न आएको छु भन्छु कि लगाऊ त्यस्तो के होइन अब यिनी चाहिँ अब कहाँ जाने भन्दै थिएन न कहाँ जानु आयो तिमीहरू घर जाने भन्छन् के अरे फुल लगाऊ कि त्यो लगाइ त राख्छु तर केटी मान्छे घर एक्लै किन पठाउँछ पुगाएर आएछ जा अहिले यति रात परे बेला घर एक्लै कसरी जान्छन् त्यही त अब के गर्ने हो जाने हो घर यतै बस्छु कहाँ यतै यति बस्ने के भन्छ होइन त्यस्तो होइन दाइ अब यिनी चाहिँ के भन्नु भने उता बहिनीसँग बस्छु त बहिनी उता ढोका तातो पानी
अब बस्छु गऱ्यो अब हेर त यहाँ यता बस्दैन नाइ एक कुरा भन मलाई दाङका सबजना आएका छ होला दाङ घोराइ लमै कता कता आएका छ होला दाङका ए जाडो जाडो छैन दाङमा कि दाङमा गर्मी भइरहेको छ अहिले दादा हेर्नु अहिले यस्तो नाचेर यस्तो गर्मी भइरहा यस्तो गर्मी हुने गरी किन नाच्यौ त यहीसँग